यो चाहिँ साल्ट लेक सिटीमा छौँ। साल्ट लेक सिटीको सानो ठाउँमा यो चाहिँ सानो यहाँ सो घुम्न बेलामा सानो ब्लग बनाउँदैछु म। अब यसरी जान्छु म चाहिँ यहाँको पार्क हो हैन। यो पार्कको सानो ब्लग बनाएर राखिदिउँ भनेर। चिसो चिसो मौसम छ साथीहरू, माथि देख्नुहुन्छ हिउँ त छैन, अलिअलि देखिरहेको छ स्नो परिसकेर पनि भइसकेको छ। यो चाहिँ पार्क, यहाँको विशेषता के छ म त्यो देखाउँदैछु है, के कसो हो। यहाँ चाहिँ अहिले झर्ने एउटा त्यो पानी त्यो सुकाइदिएको छ, अहिले चाहिँ बन्द गरिदिएको छ। किन भन्दाखेरि चिसो मौसम छ, चिसो मौसममा चाहिँ यो खासै यहाँ चाल्नु हुँदैन अनि खासै मान्छे पनि बाहिर निस्किँदैन यस्तो चिसोमा। यहाँ चाहिँ मान्छेहरू बाहिर निस्किँदैन चिसोमा, एकदम चिसो हुन्छ। म चाहिँ यो भ्लग बनाउनको लागि मात्रै एकछिन यसो निस्किदिएको। यहाँनिर तपाईँले देख्नु सक्नुहुन्छ यहाँको पुर्खा हैन। यो पुर्खा हाम्रो नेपालमा हुन्छ गोर्खालीको छोरो म भन्ने, यहाँको चाहिँ यो पुर्खा। यहाँनिर लेखिदिएको छ कतिपय चिजहरू। पानी प्यास लाग्यो भने खाने ठाउँ यहीँ छ, यसबाट चाहिँ पानी आउँछ। सायद अहिले आएको छैन। यहाँनिर एउटा बटन हुन्छ, त्यो बटन थिचिसकेपछि सट्ट पानी आउँछ। हामी अलि अगाडि बढिसकेका छौँ, साँझ पख भइरहेको छ अहिले। त्यो पानी आउनेबाट पानी आउँदैन रहेछ, किन भन्दाखेरि अहिले अलि चिसो मौसममा। अनि यो चाहिँ हाम्रो यहाँनिर एउटा यहाँको पुर्खाहरूको विशेषता नि हेरिहालौँ के छ। हजुरहरूले भिडियो पज गरेर पढ्न सक्नुहुन्छ। त्यहाँ यहाँको घरहरू यस्तो हुन्छ। अनि त्यसपछि अगाडि बढ्दैछु म। यो चाहिँ यहाँको जमानाको एउटा यो बेलामा यस्तो थियो 1885 तिर भनेको, सायद 200 वर्ष अगाडि होला। यहाँ कस्तो राम्रो छ क्या, यो चाहिँ मैले अघि पनि हेरेको थिएँ, कस्तो राम्रो छ क्या यो चाहिँ। यो चाहिँ यहाँको स्ट्याचु। हाम्रो सरले चाहिँ यसो फलाम पिट्दै हुनुहुन्छ। यो चाहिँ आजभन्दा धेरै जमानाको यो यसरी राखिदिएको छ। यहाँनिर ऊ पनि हेर्न सक्नुहुन्छ तपाईँले कति सालतिरको हो। यहाँ चाहिँ हाम्रो जमानाको साल्ट लेक सिटीको ऊ बेलाको फादर जस्तो लाग्छ। यहाँ अलिकति अक्षरहरू पछाडि तपाईँले घडी पनि देख्नुहुन्छ हो। अहिलेको समय त्यति नै बजिरहेको छ हैन। अनि यहाँ चाहिँ गनको नाम चाहिँ थाहा भएन, उहाँहरू नि यहीँको अग्रज हुनुहुन्छ। गन हेर्दाखेरि चाहिँ यो पबजी फ्री फायरहरूतिर हुन्छ नि, पबजी फ्री फायरमा त्यो खालको टाइपको। यसरी ल यसरी चाहिँ यो सानो भ्लगमा मैले जे देखाउन सकेँ साल्ट लेक सिटीको। साल्ट लेक सिटीको चाहिँ फेरि लास्ट कुनामा है। साल्ट लेक सिटी चाहिँ 90 माइल छ। 90 माइलको चाहिँ एउटा सानो टुक्रा मात्रै हो यो।
सानो टुक्रा अनि साल लेक सिटीको चाहिँ यस्तो पार्क त धेरै ठुल्ठुलो पार्कहरू छ। मैले चाहिँ म जहाँनिरको थिएँ त्यहाँनिरको पार्क देखाइदिएको। ल हेर्नुहोस् यहाँ कस्तो राम्रो यस्तै खालको छ नि हाम्रो स्वयम्भूमा। हाम्रो स्वयम्भूमा चाहिँ धर्म रिलेटेड हुन्छ नि, कस्तो राम्रो छ नि त्यहाँनिर। अनि त्यस्तै खालको यो पनि। अनि यो लेकको चाहिँ रुल्सहरू हेर्ने भए यसरी हेर्नुपर्छ। यहाँ के गर्न पाइँदैन। ल पार्कको रुल्सहरू पनि हजुरले बुझ्न सक्नुहुन्छ। पार्कमा के गर्नुहुन्छ के गर्नु हुँदैन। यो चाहिँ धेरै पुरानो साउथ के लेखाएको थिएँ मैले अघि, धेरै पुरानो जमानाको एउटा पिल्लर बिम्ब जस्तो टाइपको हजुर भन्छ। अनि यो घर हेर्नु है तपाईँले, पुरानो घर छ क्या यहाँ, त्यो पुरानो घर हो क्या। अनि यहाँ चाहिँ हरेक पार्कमा एउटा रेस्टरुम चाहिँ हुनैपर्छ। रेस्टरुम जाने बाटो यस्तरी छ। म रेस्टरुम चाहिँ गइसकेँ, यस्तो देखाइदिएछ यता। त्यसपछि यता जाने हो, त्यो लेफ्ट साइडमा छ है। मैले यति भन्दै आजको भ्लग यही बन्द गर्न चाहन्छु। अर्को पालि फेरि भेटौँला भन्दै आजलाई एउटा सानो जानकारी दिन्छु है एकैछिन है त। यहाँको नियम चाहिँ कस्तो छ भने यो बाटो भयो, यो बाटोबाट मेन रोडमा निस्किने बेलामा एउटा बोर्ड राखिदिन्छ क्या। यो स्टप देखेको छ नि, यहाँनिर चाहिँ स्टप हुनै पऱ्यो गाडीहरू। अनि मात्रै स्टप हेरेर दायाँ बायाँ हेरेर मात्रै गाडी लानु पऱ्यो। यहाँ कुनै लाइट छैन, तैपनि मान्छेहरूले कस्तो राम्रोसँग फलो गर्छ क्या यो स्टप लाइन। स्टप देख्नु भएको छ नि, यही हो। अगाडि रोड छ, रोडमा गाडी गइरहेको देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ नियम कस्तो मजाले फलो गर्छ। त्यति भन्दै म जहाँबाट सुरु गरेको थिएँ, यो म्युजियम साइड क्लोज छ, जहाँबाट सुरु गरेको थिएँ त्यहाँबाट मेरो भ्लग इन्ड गर्दैछु। थ्याङ्क यू सो मच है। रुल्स फलो गर्नुपर्छ है सबैले है त।